वेलकम फ्रेन्ड, तपाईहरुलाई स्वागत छ द नेपाली रिभ्युअरको अर्को नयाँ रिभ्यु भिडियोमा। तैले खोजेको के हो? तैले गरिब भन्ने हेपेको हैन मलाई। यो बीचमा धेरै चलचित्र रिलिज भयो, तर हामीले च्यानलमा केही कारण रिभ्यु भिडियो अपलोड गर्न सकिरहेको थिएन। अब भने लगातार सबै फिल्मको अपडेट र रिभ्यु आउनेछ। सबैभन्दा पहिला सुरु गरौँ भाइटिकाको अवसरमा रिलिज फिल्म वरिष्ठ बलरामको रिभ्युबाट। यो फिल्म चाहिँ भर्खरै मैले हेरिसकेको छु। 2 घण्टा 26 मिनेट आसपासको रन टाइम भएको यो फिल्मलाई एक लाइनमा भन्नुपर्दा इन्टरटेनिङ मुभी भन्छु म चाहिँ। फिल्म वरिष्ठ बलराम टाइटलबाटै थाहा हुन्छ यो फिल्ममा प्रेजेन्ट क्यारेक्टरको नाम हो भनेर। त्यो टिजर ट्रेलरबाट नि प्रष्ट देखिन्थ्यो। टिजर ट्रेलरबाट फिल्म कुन दिशामा जाने, यसको कहानी सबै गेस गर्न सकिन्थ्यो। म जुन एक्सपेक्टेसनका साथ फिल्म हेर्न गएँ, काहीँ न काहीँ मेरो एक्सपेक्टेसन जति थियो फिल्म पनि उति नै निस्क्यो। दुईजना बक्स अफिसका किङ, जसका फिल्मका रेकर्ड अरू फिल्म भन्दा माथि छन्। हो, यिनै दुई यानि कि दयाङ राई र विजय बराल यसपालि भने एउटै फिल्ममा देखिएका छन्। उनीहरूको साथमा पशुपति राई, माउत्से गुरुङ, समृद्धि अरियाल जस्ता कलाकारलाई देख्न सकिन्छ। फिल्मको स्टोरीको कुरा गर्नुपर्दा खोलाबाट ढुङ्गा बालुवा चोरी गर्ने दुई गिरोह बीचको टकरार देखाइएको छ। वरिष्ठ र बलराम बीचको टकरारमा कसले जित्ला त, कसले एकाधिकार पाउला, त्यसको लागि एकचोटि अवश्य फिल्म हेर्नु होला। फिल्ममा प्रेजेन्ट दुई क्यारेक्टर दयाङ राई, जसको नाम फिल्ममा वरिष्ठ छ, यस्तै विजय बराल बलरामको रोलमा देखिएका छन्। यसपालि दुई क्यारेक्टर केही फरक अन्दाज र अवतारमा देखिएका छन्। सधैँ फिल्ममा एकअर्काको दोस्ती देखाउने यी दुई जोडीको दुश्मनी र टकरार हेर्न फिल्ममा बब्बाले मजा आउँछ। यी दुईजनाको काम बवाल छ। यस्तै समृद्धि अरियाल काम राम्रै देखिन्छ। फिल्ममा अर्को इम्प्रेसिभ काम भनेको चाहिँ पशुपति राई र माउत्से गुरुङको छ। फिल्ममा मानवताको परिभाषालाई पनि मिठो पाराले चित्रण गरिएको छ। एउटा नाम र थर नभएको अनाथ बच्चा जसरी एउटा समुदायमा हुर्कन्छ, जुन कल्चर परिवेशमा हुर्केर आफ्नो अस्तित्वको लागि त्यो क्यारेक्टरले गर्ने संघर्षलाई फिल्ममा मिठो पाराले प्रस्तुत गरिएको छ। फिल्मको डाइरेक्सनमा गरिएको कोसिस राम्रो छ। डाइरेक्टर साहबको काममा औँला उठाउने ठाउँ चाहिँ देखिँदैन। फिल्ममा केही कमी कमजोरी त देखिन्छन्, जस्तो कि क्यारेक्टरहरूको इन्ट्रो काहीँ न काहीँ फिक्का देखिन्छ। थिएटरमा क्यारेक्टरहरूको इन्ट्रोमा सिटी र तालीको कमी देखिन्थ्यो। जुन हिसाबको बिल्ड अफ क्यारेक्टर इन्ट्रोलाई दिनुपर्ने, त्यसमा काहीँ न काहीँ फिक्कापना देखिन्थ्यो। फिल्मको नेगेटिभमा पर्ने अर्को कुरा भनेको चाहिँ बिजिएम त्यति चित्त बुझ्दो लागेन मलाई चाहिँ। अरू त सबै राम्रो छ। मुभीको सिनेमेटोग्राफी राम्रो देख्न सकिन्छ। फिल्ममा 2-4 वटा क्यारेक्टरहरूलाई जुन हिसाबले डिजाइन गरिएको छ तारिफ योग्य छ। उनीहरूको कमिक टाइम यति बेस्ट छ नि, बवाल। जस्तो कि फिल्मको तोतला भिलेन। मुभीले जे होस् पेट मिची हाँस्ने मौका चाहिँ अवश्य दिन्छ। जे होस् फिल्म फन टु वाच त अवश्य छ। फ्यामिली अडियन्सको लागि यो फिल्म एकदम सुइटेबल छ। यदि पुरै फ्यामिली फिल्म हेर्ने विचारमा हुनुहुन्छ भने यो फिल्म बेस्ट छ, निराश चाहिँ गर्दैन तपाईहरुलाई। एनीवे फिल्म मलाई इन्टरटेनिङ लाग्यो। फिल्मले तपाईहरुलाई बोरिङ फिल चाहिँ हुने मौका काहीँ नै दिँदैन। जे होस् फिल्म पैसा असुल छ। फिल्म तपाईहरु कतिपयले हेरिसक्नु भएको होला। हेर्नुभयो भने कस्तो लाग्यो कमेन्टमा अवश्य भन्नु होला। फ्रेन्ड्स, आजलाई यति नै। तपाईहरुलाई यो भिडियो कस्तो लागिरहेछ सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब माइ च्यानल। बाइ बाइ, टेक केयर।